हाई एभ्रिवान। सो मैले मेरो प्रिभियस भिडियोमा न्युजिल्यान्डमा एज अ स्टुडेन्ट रहँदा जिपी भिजिट गर्नु पर्यो या डक्टर भिजिट गर्नु पर्यो भने प्रोसेस के कस्तो हुन्छ त्यसको बारेमा भनेको थिएँ भने आज चाहिँ म हजुरले त्यो जुन कस्ट लागेको छ त्यसलाई चाहिँ कसरी इन्स्योरेन्स क्लेम गर्न सक्नुहुन्छ त्यसैको बारेमा भन्न गइरहेको छु। फर्स्टमा चाहिँ हजुरले साइन अप गर्नुपर्ने हुन्छ। जस्तै मेरो चाहिँ साउदर्न क्रसको पोलिसी भएको भएर मैले साउदर्न क्रसको वेबसाइटमा गएर मेरो डिटेल्सहरू राखेर साइन अप गरेको छु है। अब हजुरको कुन इन्स्योरेन्स प्रोभाइडर छ त्यही अनुसार गर्न सक्नुहुन्छ। साइन अप गरिसकेपछि अब लगइन गर्नुहोस्। यस्तो स्क्रिन आउँछ। आफ्नो डिटेल्स राखेर र पासवर्ड राखेर चाहिँ लगइन गर्नु। अनि त्यसपछि यो स्क्रिन आउँछ। हजुरको इमेल या एसएमएसमा कोड आउँछ अनि त्यो कोड चाहिँ यहाँ राख्नुपर्ने हुन्छ। त्यसपछि हजुरको लगइन हुन्छ। त्यसपछि हजुरको पोलिसी नम्बर के छ त्यो पोलिसी नम्बर राख्ने अनि मेक अ क्लेम भन्ने अप्सन हुन्छ। त्यहाँ गएर चाहिँ हजुरले डिटेल्सहरू त्यहाँ के मागेको छ राख्न सक्नुहुन्छ है। जस्तै वेन डिड दिस इभेन्ट स्टार्ट भन्यो भने हजुर कुन दिन चाहिँ डक्टर भिजिट गर्न जानुभएको थियो त्यो डेट राख्नु। अनि वाट ह्यापन भन्दाखेरि अब के भएको थियो त हजुरलाई, जस्तो फर इक्जाम्पल फिभर भएको थियो कि के भएको थियो त्यो लेख्नुहोस्। अनि अब बेनिफिट छ हैन, त्यसमा चाहिँ मैले मेडिकल इभ्याकुएसन राखेको थिएँ र त्यो भित्र पनि जिपी भिजिट भनेर रहेछ त्यसमा। अनि त्यहाँ मैले यसरी डिटेलहरू राखेँ। डेट अफ एक्सपेन्स भनेको बिल डेट कहिले छ त्यो डेट राख्ने। अनि डिस्क्रिप्सन अफ एक्सपेन्सेस के को खर्च हो त हैन, जस्तै कन्सल्टेसन खर्च हो भने चाहिँ जिपी कन्सल्टेसन फी भनेर राख्न सक्नुहुन्छ। अनि अमाउन्टमा एनजेडी राख्नु। त्यसपछि कति अमाउन्टको हो बिल त्यो अमाउन्ट राख्नु। अनि कुनै डकुमेन्ट छ भने चाहिँ त्यो डकुमेन्ट यसमा अट्याच गर्न सक्नुहुन्छ। जस्तै हजुरले बिल तिरेको हैन त्यो चाहिँ फोटो खिचेर राख्न सक्नुहुन्छ। र यसमा अरू अप्सनहरू पनि छ। र फर्दर सपोर्टिङ डकुमेन्ट्स केही छ भने फेरि हजुरले अट्याच गर्न सक्नुहुन्छ। अनि त्यसपछि ब्याङ्क डिटेल राख्ने अप्सन आउँछ। त्यसमा चाहिँ हजुरको आफ्नो अकाउन्ट नम्बर राखिदिने। अनि तल डिक्लेरेसन छ त्यसमा चाहिँ यसमा टिक लगाउने, तल फर्दर यस आई अग्रीमा टिक लगाउने अनि त्यसपछि सबमिट गरिदिने। र त्यसपछि चाहिँ हजुरको क्लेम स्ट्याटस भनेर त्यहाँ क्युड भनेर देखाएको छ, भनेको हजुरको चाहिँ त्यो प्रोसेसमा गइसक्यो। अनि त्यहाँ क्लेम नम्बर दिएको हुन्छ, त्यो चाहिँ पछि ट्र्याक गर्नलाई सजिलो हुन्छ।